दर्शकबिन यतिखेर भुन्टी स्त्रीले नयाँ मोड लिएको छ। घरबाट निस्केर हिँडेकी भुन्टी एक्कासी यतिखेर भने विदेशी भूमिमा हामीले देख्न सकिन्छ। किनभने समुद्रको तीरमा भुन्टी भने झुक्राएर बसिरहेको दृश्य हामीले देख्न सकिन्थ्यो भने विगतका दिनमा काम गरेको साउनीले पनि भुन्टीलाई देखेपछि मेरो घरमा भुन्टी काम गरेको थियो पहिले, त्यही केटी जस्तो छ हेर त भनेर पर त्यो भुन्टीको साउनीको साथीले भनेपछि भुन्टीको साउनीले पनि यसो हेर्दा हो साँच्ची नै भुन्टी नै हो भनेर भुन्टीको साउनीले त्यहाँ विदेशको भूमिमा बोलाएको दृश्य हामीले देख्न सकिन्थ्यो भने भुन्टीले पनि यसरी फर्केर हेर्दा विगतको दिनमा आफूले काम गरेको साउनी देखेपछि भुन्टी पनि खुसी हुँदै म्याडम भन्दै दौडिरहेको दृश्य हामीले देख्न सक्छौँ। तसर्थ भुन्टीको साउनी र भुन्टी भने अङ्गनमार गर्दै एकअर्का बीच हेराहेर भएको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन एक्कासी नेपालमा हराएको भुन्टी यतिखेर जेठाजु र आफ्नो दाइले भुन्टीलाई सहरको गल्ली गल्लीमा खोजिरहेका छन्। तसर्थ भुन्टीलाई नभेटेपछि प्रहरीमा पनि जाहेरी दिँदै भुन्टी हरायो भन्दै विभिन्न प्रचार प्रसार पनि गरिरहेको अवस्थामा हामीले देख्न सकिन्छ। तसर्थ भुन्टी भने एक्कासी विदेशी भूमिमा कसरी पुगिन् भन्ने सबै दर्शक महानुभावहरूको चासोको विषय यतिखेर बनिरहेको छ। हो दर्शकबिन यद्यपि भुन्टी विदेशी भूमिमा देखिनुमा सबै चकित परेका छन् भने भुन्टी विदेशी भूमिमा देखिनुको अर्थ सपना कसैले देखेको हो या भुन्टी साँच्चै विदेशी भूमिमा पुगिन् त? हो दर्शकबिन यद्यपि यतिखेर नेपालमा यानि कि सहरमा भने टोकोले र भुवनले भने भुन्टीलाई चारैतिर फौतरिँदै खोजिरहेका छन्। जब आफ्नो बहिनीको विवाहमा गाउँ गएको भुवनले सहर आउँदा आफ्नो बुहारी भुन्टीलाई नदेखेपछि आफ्नो श्रीमतीले भुवनलाई भिडियो देखाउँदै भुन्टी त यस खालको केटासँग गइसके, तपाईँ जब घरबाट निस्केर जानुभयो त्यसपछि भुन्टी पनि यस घरबाट निस्केर गई, यी भिडियो हेर्नु त भनेर चाहिँ भद्रले बिरामी भएको बेलामा भुन्टीलाई हस्पिटल लगेर गइरहेको भिडियो लुकेर श्रिया र जेरीले खिचेका थिए क्यामेराबाट यानि कि मोबाइलबाट। तसर्थ त्यही भिडियो देखाएर भुवनलाई भने भ्रम पारिदिएको थियो। तसर्थ त्यति नै बेला टोकोले त्यहाँ पुगेर मेरो बहिनी मेरो कोठामा पनि आएकी छैन र गाउँमा पनि गएकी छैन, तसर्थ भुन्टी हरायो भने त्यसको जिम्मा कसले लिन्छ, यो हुनै सक्दैन भनेर टोकोले त्यहाँ पुगेर भनिरहेको अवस्थामा जेरी र श्रिया मिलेर ठुलो ठुलो कुरा गर्दै टोकोलेलाई भने थर्काइरहेको दृश्य हामीले देख्न सक्थ्यौँ। तसर्थ नजिक गएर तिम्रो बहिनी यस खालको दृश्य र हरकत गरेर यस घरबाट निस्केर हिँडेकी छ भनेर त्यो भद्रले हस्पिटलमा बिरामी भएको बेलामा भुन्टीलाई अङ्गालोमा बोकेर लगिरहेको भिडियो टोकोलेलाई पनि देखाउनसम्म पुग्छन् श्रेयाले। तसर्थ पहिले नै टोकोलेलाई थाहा थियो कि भद्रले बिरामी यानि कि बेहोस भएका अवस्थामा भुन्टीलाई बोकेर लगेको हस्पिटलमा भनेर सबै कुराहरू थाहा भइसकेको थियो। तसर्थ यो भिडियो हुने बाटोमा हिँडिरहेको बटुवाले भुन्टी बिरामी भएको अवस्थामा बोकेर हस्पिटल लाँदै गरेको भिडियो लुकेर यिनीहरूले खिचेको दृश्य मात्रै हो, यो कदापि हुन सक्दैन, मेरो बहिनी कहाँ गएको है भनेर टोकोलेले भने त्यहाँ त्यसरी कुराकानी गरेपछि भुवनले पनि आफ्नो श्रीमती र जेरीको विश्वास नलागेर टोकोलेकै साइड लिँदै टोकोलेको कुरामा समर्थन गरेर हो यिनीहरूकै चालखेल केही हुनुपर्छ, होइन भने ससुरो बुवाले घरबाट निस्केर जाऊ भन्ने भुन्टी यतिखेर नगएकी भुन्टी यतिखेर कहाँ घर छोडेर जान्छन् र पक्कै यिनीहरूको चलखेल हुनुपर्छ भनेर भुवनले पनि टोकोलेको साथ दिएपछि यतिखेर टोकोले र भुवन भने भुन्टीलाई खोज्दै सडकको गल्ली गल्लीमा हिँडिरहेको अवस्थामा भुन्टी भने विदेशी भूमिमा देखा परेकी छिन्। हो दर्शकबिन अब भुन्टी श्रेयाले कस्तो मोड लिएला त भन्ने विषयमा पक्कै पनि अब हामीले अब आउने नयाँ भुन्टी भएको प्रतीक्षा पक्कै पनि गर्नुपर्ने हुन्छ। त्यतिन्जेलसम्मको लागि हामीले प्रस्तुत गरिएको भुन्टी श्रेयाले भिडियो तपाईँहरूलाई कस्तो लाग्छ, मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नु होला भन्दै आजको भुन्टी श्रेयाले भिडियोबाट बिताउन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद रहोस्। हस्त धन्यवाद।